यो फुल बडी यता घुम न यार मतिर चाहिँ घुम न अब कोही अब डिप्रेस भएर हुन्छ नि त काम नपाएर अब काममा अलिक गाह्रो भएर उनीहरूले चाहिँ के भन्छ अब सो हेलो गाइस व्हाट्स अप वेलकम ब्याक टु माई न्यू भिडियो गाइस एन्ड आजको भिडियो चाहिँ हाम्रो नेपालीमा हुनेवाला छ है गाइस सो देख्न सक्नुहुन्छ मेरो पछाडि म चाहिँ अहिले सोलमा छु होइन खेजनबाट सोलमा आएको अनि मैले बिचको भाग चाहिँ मैले बनाएन किनकि सुतेको थिएन बिहानको 3-7 बजीतिर सुतेको थिएँ होइन अनि 6:30 बजीतिर उठाएको थिएँ निन्द्रा पुगेको थिएन अनि बनाउनु खोजिनँ क्या मैले तिनीहरू नै थिएन अब के बनाउने झगडा केटा थियो अनि मैले बनाएन अब मैले सोचेको अब सोल्नै गएर अब एकछिन बसमा सुत्छु अनि सोलमा गएपछि बनाउँछु भनेर सोचेको थिएँ अनि हेर्नुहुन्छ म अहिले सोलमा छु होइन पछाडि के लोटे टावर छ होइन म अहिले सोलमा छु अब यहाँको अब एक्सप्लोर गर्ने भनेर सोचेको थिएँ बट पानी परिरहेको अहिले केही छैन गाइस मसँग छाता छ होइन हेरौँ गाइस पानी परिरहेको अब के गर्ने होला छाता त छाता छ छाताले अब कतिको अब रोक्छ होला अब कतिको एक्सप्लोर गर्न पाउँछु होला मैले साथीलाई नि भेट्ने भएको थिएँ क्या मैले सो अहिले साथी चाहिँ आउँदैछ उसको अहिले अझै 10-15 मिनट टाइम लाग्छ अरे भन्दै होइन जस्ट वेटिङ सो अहिले साथी आएपछि चाहिँ म त्यहाँबाट भिडियो कन्टिन्यू गर्छु यस्तो गाइस हामी चाहिँ अहिले क्याट क्याफे रेस्टुरेन्टमा आएको छौँ क्याट क्याफेमा हेर्न सक्नुहुन्छ ऊ चाहिँ मेरो साथी हो ऊ चाहिँ मेरो साथी हो म चाहिँ उसलाई भेट्न आएको थिएँ सोलमा बस्छ मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स हो इन्टेन्सी गाई चारैतिर क्याटी क्याट छ त्यसैले यसलाई क्याट क्याफे भन्छ यो क्याफेको नाम के हो क्याट प्लेग्राउन्ड क्याट प्लेग्राउन्ड सो यो चाहिँ क्याट प्लेग्राउन्ड हो होइन अनि चारैतिर हेर्नुहुन्छ क्याट यता घुम न यार मतिर चाहिँ घुम न यो बेला चाहिँ अलिक शान्त छ है गाइस यो बेला चाहिँ अलि अघि चाहिँ कराइरहेको थियो अलिक शान्त छ झन्डै नटोकिदिएको खुइलेको बिरालो कस्तो खुइला यो बिरालो ओइ कतै छ देख्नु त फोन गरेर देख्छ खुइल्या तिमीबाट आयो तिमीलाई मन पराउँछ क्या बिरालोहरूले मेरो घरमा थियो नि त तिमी चाहिँ कुन किसिमको बिरालो हो आजकल म त बिरालो बर्थडे त गर्दिनँ तीपट्टि हो म गोरापट्टि मेरो घरमा थियो नि त मैले पालेको छु नि त मैले पाले चाहिँ एक्सपिरियन्स हुन्छ नि त बिरालोको के कस्तो गर्नुपर्छ भनेर कता छुँदा राम्रो हुन्छ कता नछुँदा नराम्रो हुन्छ बिरालोको यो भएको त कहिले नछुँदा यदि त्यो सन्तुष्ट चित्त बुझ्यो नि यस्तै खालको छ भने छुँदा ठिक हो है होइन छैन भने त्यो चाहिँ भयो नि त्यहाँ त्यो जस्तो त्यो छुच्चे बिरालो जस्तो अघि झन्डै नटोक्दिएको त्यो बिरालोले टाउकोमा छोइरहेको थिएँ भोलि टोक्दिएको पेटमा गर्दा त केही गर्छ त्यो बिरालो हेर त्यो बिरालो अनि तिम्रो सेम छ त तिमी के हो कि सेम छ त अनुहार मेरो सुहाउँदैन साँच्ची तिम्रो चाहिँ साँच्ची सुहाउँछ हेरेर भेट्यो त्यसो पेटमा यो चाहिँ क्याटबाटै म क्याट सिकाउनु गएर क्याटलाई होइन नखाने मैले खुवाउने आएन बिचराले त खाँदै बस्छ त्यही
यताबाट चाहिँ खिचौँ न यताबाट म चाहिँ तपाईँहरूलाई क्याटहरू देखाउनु म्याउ म्याउ सोएर बसे हो नाकी कुचे हात यसको सबै सुतेर बसे बिरालोहरू पुरै रुमै बिरालोको थिमले बनाएको छ है गाइस यो रुमहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो यस्तो बिरालोहरू यहाँ पाउँछ यो अघि भर्खरै हेरेको हामीले यो बिरालो हामीले खेलाइरहेको थियो बिरालो मलाई चाहिँ यो बिरालो चाहिँ लास्टै क्युट लाग्यो यसको कपाल क्याटहरूलाई बाई भनेर हामीहरू निस्किन लागेको छौँ अब यहाँ कमाएर लागेको छौँ फेरि दुध जस्तो लगाएर सो गाई चाहिँ अलिक हामी नेपाली रेस्टुरेन्टमा गएका छौँ हेरौँ कन्फ्युज भयो यहाँ रेस्टुरेन्टमा गएर थाहा भएन अप्सन चाहिँ के छ नेपाली रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट नमस्ते हिमालयन अनि नाना नाना रेस्टुरेन्ट नमस्ते नमस्ते बहिनी नमस्ते कस्तो हुँदो रहेछ मलाई एक नम्बर 3 भेटे त्यसपछि बल्ल भन्थे अँ एक नम्बर 3 भेटेर मैले नमस्ते पनि भेट्दैन फेरि अहिले मगर एक दिस नम्बर नमस्ते नमस्ते भने रेस्टुरेन्ट त्यति खोज्नु परेको छ मैले एक दिस नम्बर हुँदैन हामी सुन्छौँ हामी नमस्ते रेस्टुरेन्टमा जान्छौँ पानी परेर लास्टै बेकार भयो गाइस यार पानी परेर आधी भिजिसक्यो मोबाइल पुरै भिजिरहेको मेरो राख्छु फाइनली गाइस हामीले चाहिँ दर्शन नमस्ते एन्ड एक्जिस्ट नम्बर 3 लाइन पायो अनि दर्शन नमस्ते ठ्याक्कै माथि नै रहेछ हामी चाहिँ पायो एन्ड हामी गइरहेको छौँ यो दर्शन नमस्ते अहिले चाहिँ हामी नमस्ते रेस्टुरेन्टमा आयो मेरो नेपाल फर्स्ट टाइम आइरहेको म योभन्दा पहिला म एउटा कुनमा पो आएको थिएँ सो गाइज हामी चाहिँ यहाँ आएको छौँ दर्शन होइन हामी चाहिँ यही हो रेस्टुरेन्टको नाम दर्शन नमस्ते नेपाल भनेर अनि तपाईँहरूले प्राइस हेर्न सक्नुहुन्छ मैले चाहिँ मोमो मगाएको जुन पऱ्यो मलाई 10,001 जुन नेपाली 1,000 पर्छ अनि साथीले चाहिँ साथीले चाहिँ चाउमिन मगाएको चाउमिन कहाँ साथीले चाहिँ चाउमिन मगाएको चिकन चाउमिन जुन 12,000 परिरह नेपाली 1200 होइन त्यही हो अनि खोइ फेरि भन यदि नकमाएको भएको बसिरहेको भए यसरी कमाएको नकमाएको बेला यसरी खान लाभ लाग्दैन हुँदैन नि त पैसा पनि त्यहाँदेखि खर्च गर्नलाई अब कमाइरहन्छन् महिनामा 2 लाख 2.5 लाख जस्तो कमाइरहेको हुन्छ त नर्मली पनि त्यही भएर यति खर्च गर्दा त्यस्तो केही लाग्दैन मात्रै सबै गर्नु पऱ्यो भने नेपाली 15,000 सिधैरहेको हुन्छ अनि तिम्रो महिनामा कति सकिन्छ मेरो महिनामा नराडी भन्नु पऱ्यो नेपाली 70,000 किनकि अनि कमाइरहन्छ नि त कमाएको अनुसारले अब त्यति त घरमा त पठाउनु मैले घरमा इनफ जति पैसा त पठाइरहेको हुन्छ नि त नि एकै पठायो भने त पुग्छ नि त घरमा त बाँकी पैसा महिनामा एक लास्ट एक्सपेन्सिभ रहेछ तिमी है एकदम एक्सपेन्सिभ अनि मैले खर्च गरेर पैसा बाँकी हुन्छ कि त्यही भएर अब यदि मलाई अब काम गर्ने हिँड्ने बेला म खर्च गर्दै गर्दिनँ त्यो महिनामा मेरो पैसा चोक्कै बाँचिरहन्छ है अब यदि अब मलाई भन्दा नि मुड फ्रेस छैन भने हिँड्यो भने त त्यो म त्यति सिधाउँछु म त्यति पैसा त अनि अब खुसी हुनु पऱ्यो नि त नि दुःखमा बसेर के गर्ने कोरियामा रमाउनु दुःख एउटै हो यहाँ यसरी रमाउनु परेन उसले भनेको नि राम्रो उसले भनेको नि राइट हो सुन
लाइक अब कोही अब डिप्रेस भएर हुन्छ नि त काम नपाएर अब काममा अलिक गाह्रो भएर उनीहरूले चाहिँ के भन्छ अब सुन किनकि अब तिमीले नि अब यस्तो दुःख भोग्यो हो नि त तिमी दुःख भोग्यो हो नि त अनि अब तिमीलाई थाहा हुन्छ अब कसरी ह्यान्डल गर्ने कोरियामा अहिले हो बुसान एरियन बुसान भन्दा अलिकति यतापट्टि साइडमा पर्दो रहेछ बाढी आएर हिजोको पानी परेर ल टपिक चेन्ज नगरौँ है ल मैले के भन्दाखेरि त्यही के भन्छौ तिमीले के मोटिभेट गर्छौ कसरी अब म पनि है म त कहाँ D2मा डाइरेक्ट आएको होइन म D4मा आएको D4 7 भिजामा आएको है D4 7 भिजामा आएपछि प्रायः क्लास हप्तामा 4 दिन हुन्छ है अब हप्तामा 4 दिन क्लास भएपछि त 3 दिन छुट्टी हुन्छ त्यो 3 दिनमा पनि पार्ट टाइम गर्न खोज्दाखेरि प्रायः कतिले दिँदैनन् विदेशी भनेर प्रायः कोरियन रेस्टुरेन्टहरूले दिँदैनन् है अब यति चाहिँ के भन्छु भने आफ्नो हुन्छ नि बच्चा नहाक्नु काम पाइन्छ जसरी पनि पाइन्छ नपाइने होइन अब यदि कामै गर्नु मन छ भने यहाँनिर डेरिम यक छ त्यहाँ डेरिम यकनिर त्यहाँ डेरिम अफिसै भन्दा नि हुन्छ त्यहाँनिर पनि छ काम खोजिदिने हुन्छन् होइन अब कोही चिनेको दाइहरू छ सिनियरहरू छ भने उनीहरूलाई पनि भन्दा हुन्छ कि रेस्टुरेन्टमै काम गर्नुपर्छ भन्ने पनि छैन यहाँ काम टन्नै ठाउँ सबै ठाउँमा पाइन्छ कि अब तपाईँ कम्पनीमा काम गर्नु जानुहुन्छ कम्पनीमा नि पाइन्छ अब एग्रीमा गर्न सक्छ भने एग्रीमा पनि पाइन्छ है आफ्नो इच्छा हो कि केमा काम गर्नुहुन्छ अब त्यो मैले सुने चाहिँ कतिजना 1 वर्ष भयो काम नगरी बसेछ कोही त सुसाइड पनि गर्छ त्यस्तो चाहिँ गर्नु भएन नि त हिम्मत हार्नु भएन कि पाइन्छ काम अनि हामीले चाहिँ अब नेक्स्ट के अर्डर गरेको छौँ भन्दाखेरि चिकन करी 2टा उसको लागि नि मेरो लागि नि जुन 14,000 पर्यो 1 नेपाली भन्दाखेरि 1400 एन्ड प्लेन नान चाहिँ 3,000 अनि अरू सबैहरूको प्राइस हेर्न सक्नुहुन्छ तपाईँहरूले मोमोको पाल्यो नान पनि मोमोको पालो गाइस खाएर अब हामी B2मा जानु लागेका छौँ B2 भन्नाले लङटेन डिजाइन प्लाजा यो चाहिँ के हो के जानु लागिरहेको छौँ अहिले अब सोलमा चाहिँ लास्ट बितिरहेको छ गाइस सो यो एरिया चाहिँ आफ्नो आर्किटेक्चरको लागि फेमस है एन्ड यु क्यान सी दिस गाइस द ब्युटिफुल आर्किटेक्चर डिजाइन भित्र गएको भए चाहिँ म हजुरहरूलाई कुराहरू भन्थ्यो होला के हो गएन जस्ट एन्ड नाउ वी आर गोइङ विथ द फ्लो अब हेरौँ कहाँ जान्छौँ हामी क्या हो रहा है हिजो नागपञ्चमी थियो हो यहाँको फुडहरू सोल डेजर्ट यहाँको डेजर्टहरू यस्तो हुन्छ यो चाहिँ के रे दसैँको बेलामा दिन्छ कि यो चाहिँ दसैँहरूको बेलामा नयाँ सालको बेलामा पनि दिन्छ यस्तो यो फुटबल यो अहिले म्युजियममा चेन्ज गरेर हो कि बन्द रहेछ आज के छ ए आज रेड छुट्टी हेर्छ आज रातो बिदा रातो बिदा त्यही भएर आज बन्द हो त्यो माथि चाहिँ हेरौँ यो माथि बन्द रहेछ नि तिरो भएको छैन भन्दैन चाहिँ घुम्न आज यही हो
त्यसकै लागि घुम्यौँ हामी ए भित्र गाइस हामी यति हिँड्यौँ अघिबाटै त्यो पसिना पसिना भयो पुरै त्यसकै लागि गाइस गाइस यो ठाउँ चाहिँ दङदेमुन हो है अनि यहाँ चाहिँ पहिला स्टेडियमको फुटबल स्टेडियम पहिला अहिले चाहिँ म्युजियमहरू अनि सपिङ मलहरू फेसन मलहरू बनाएको छ फेसन मलहरू एन्ड पहिला चाहिँ स्टेडियम थियो होइन यहाँ हेर्न सक्नुहुन्छ लाइक दङदेमुन स्टेडियम मेमोरियल एन्ड नाउ लाइक दङदेमुन हिस्ट्री एन्ड कल्चर पार्क पहिला चाहिँ स्टेडियम भएर अहिले चाहिँ पार्कहरू बनाएको एन्ड म्युजियमहरू बनाएको छ अहिले चाहिँ एक्जिबिसन हलहरू अब गाइस हामी फर्केको म फेरि अब फर्किन लागेको थिएछौँ पानी परेर बिजोग बनाएको सामसुङ घुम्ने पाएन साथी गइसक्यो ऊ चाहिँ आफ्नो अब ऊ चाहिँ अर्को लाइन चढेर जानुपर्ने त्यो गइसक्यो म चाहिँ लाइन 4 नम्बर लाइनमा जानुपर्ने त्यसैले 4 नम्बर लाइनमा चढेर म जान्छु अब सुरुमा अब बस स्टप एक्सप्रेस बस टर्मिनलमा जान्छु अनि त्यसपछि चाहिँ मैले थेजन इन्टरसिटी बसको एक्सप्रेस बसको टिकट काटेर थेजन जानुपर्छ सो अब जाने हो त्यसरी नै अब हेरौँ सबैको कोही लाइन चढेपछि म चाहिँ साउथ एक्सप्रेस बस टर्मिनल आएर मैले टिकट काटेर अनि प्लेटफर्म नम्बर 11 अनि 12निर चाहिँ बस्ने भनेको छ क्या त्यहाँ अब चाहिँ एकछिनमा बस आउँछ होला होइन अब 6 बजिसक्यो अब 6 एकछिनपछि बस आउँछ अब बसपछि सिधै थेजौँ सो फाइनली गाइज म चाहिँ अहिले रुममा आइपुगेको छु भर्खर रुममा आएको 5 मिनट भयो मैले अघि भिडियो बनाउनु पाएन किनकि मेरो अब चार्ज सबै डेड भइसकेको थियो अनि अब रुममै गएपछि चार्ज गरेर अनि अब भिडियोलाई इन गरेर म राख्छु भनेको थिएँ क्या सो अहिले चाहिँ म भिडियोलाई इन गर्न चाहन्छु अब चाहिँ यदि तपाईँ अहिलेसम्म हेर्नु भइरहेको छ भने थ्याङ्क्स फर वाचिङ एन्ड इफ यु लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल गाइज थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ एन्ड सी यु इन माई नेक्स्ट भिडियो